नयाँ प्रधान न्यायाधीश नियुक्ति भएको भोलिपल्टै सर्वोच्च अदालतले बालेन शाह प्रधानमन्त्री बालेन शाहलाई एउटा झापड हान्यो। जुन किसिमले प्रधानमन्त्री बालेन शाहले देशैभरिको सुकुम्बासी हटाउँछु डोजर चलाउँछु भनेर जुन अभियान चलाएर लाग्नु भएको थियो, हिजो सर्वोच्च अदालतको आदेश आयो सुकुम्बासी बस्तीमा अब डोजर नचलाउनु, सुकुम्बासी बस्तीलाई बसेको ठाउँबाट नहटाउनु। कसरी हेर्नु भएको छ तपाईँले यसलाई? अब भाइले भन्न खोजेको के अरे उसलाई हाम्रो सपना मल्ललाई नबनाउँदाखेरि प्रधान न्यायाधीशमा सिफारिस नगर्दाखेरि त्यसको रियाक्सन भनेको हो भनेदेखि अब रियाक्सन त थुप्रो हुनेवाला छ, त्यो त बिस्तारै आउँला। त्यो जुन वरियता क्रमको त्योभन्दा माथिल्लो न्यायाधीशहरूले राजीनामा दिने तयारी पनि गरिराखेका छन्। यो त हुँदैछ, तर पनि यो संयोग हो कि के हो क्या? ठ्याक्कै प्रधान न्यायाधीश नियुक्ति भयो अघिल्लो दिन, भोलिपल्ट अदालतको सर्वोच्चको अर्को न्यायाधीशले एउटा फैसला गर्दै आफूलाई न्यायाधीश नबनाएको झोकमा हो कि के हो? त्योभन्दा पहिले त सरकारले नै अब लगत लिएर मात्रै कारवाही गर्ने भनेर त निर्णय गरेकै छ। त्यो पार्टीले गरेको थियो होइन? त्यो गरिसकेपछि त्यो त अटोमेटिकली बन्द भइहाल्थ्यो अघि। यो सबै समस्या के छ भनेदेखि यो संविधानले यो सरकार चल्न दिँदैन। सबैभन्दा ठुलो बाधक यो 8वटा अध्यादेश ल्याउनु पर्ने कारण पनि त्यही हो। त्यसले गरिदिँदाखेरि यो सरकारलाई मान्छेले भन्न पाए यो जुन अहिले प्रधान न्यायाधीशको नियुक्ति छ त्यसमा पनि के अरे वरियता मिच्यो भनेर भन्छन्। वरियता केलाई भन्छन्? जो सबैभन्दा लामो समयसम्म त्यहाँ काम गरेको हुन्छ त्यसलाई वरियता हुन्छ। जस्तो मानिलिनुहोस् तपाईँ चाहिँ 10 वर्ष काम गर्नुभएको छ, त्यहाँ बसेर काम गर्नु रिटायर हुनुहुन्न, म चाहिँ 8 वर्ष बसेको छु भनेदेखि त तपाईँ मभन्दा 2 वर्ष सिनियर हुनु। वरियताले योग्यता आउँदैन नि। एउटा क्लासमा सबै 2 पल्ट 4 पल्ट फेल हुने विद्यार्थी पनि छ नि। वरियता त सिनियर हो। सबैभन्दा बेसी त्यो क्लासमा बस्ने मान्छे त उही नै हो। तर मान्छे टप हुनु र जेठो हुनुमा फरक छ नि। जसले बेसी नम्बर लिएर आउँछ त्यो टप हुन्छ, नाम त त्यसको हुन्छ नि त। अनि तपाईँले क्राइटेरिया बनाउँदाखेरि तपाईँले योग्यता क्षमता नगरिकन तपाईँ किन आफूलाई प्रमोसन गर्नुहुन्छ? पहिलो कुरा यो हो। वरियताको गलत यिनीहरूले व्याख्या गरेको छ। त्यस्तो हो भनेदेखि त मेरो विचारमा हाम्रो भाइ त जानुहुन्छ नि हाम्रो सुन्दरमणि डाक्टर साहबकामा, हो कि होइन? अब उहाँ त धेरै मभन्दा पनि 6 वर्ष जेठो हुनुहुन्छ, हो कि होइन? त उहाँ अझै पनि मेडिकल प्र्याक्टिस गरिराख्नु भएकै छ, हो कि? अब वरियताको हिसाबले उहाँ हो। त्यसो भए त नयाँ डक्टरकामा किन जान्छन् मान्छे? म त नयाँ डक्टरकामा जान्छु, पुरानो डक्टरकामा जान्न। किनभने नयाँ डक्टरले नयाँ टेक्नोलोजी सिकेको हुन्छ, नयाँ दबाई जानेको हुन्छ, म त्यहाँ जान्छु, हो कि होइन? त्यसको मतलब सुन्दरमणिजीले जानेको छैन भनेको होइन। आजसम्म सुन्दरमणिजी किन चाहिँ उहाँले प्र्याक्टिस गरिराख्नु भएको छ भने उहाँ जुन मेडिकल जर्नल्सहरू छ उहाँलाई अप टु डेट राख्नुहुन्छ। आज भाइहरूसँग मैले कुरा गर्दाखेरि कुनै इक्जाम्पल दिँदाखेरि होइन भने मात्रै म पुरानो कुरा गर्छु नि, नभए त अहिलेको कुरा नगरेदेखि त तपाईँसँग त मेरो कुरै मिल्दैन नि। यो प्रधान न्यायाधीश नियुक्ति गर्दाखेरिमा चाहिँ सबैभन्दा बढी कसैलाई रिस उठेछ भने त्यो हो पूर्व प्रधानमन्त्री सुशीला कार्की। सुशीला कार्की त अहिले रिसले चुर भएर छटपटाउँदै मिडियातिर इन्टरभ्यू दिँदै हिँड्नु भएको छ। अब यो बालेन सरकार असफल हुन लाग्यो, एउटा महिलालाई नबनाउने, महिलाको योगदान यही हो, 1 करोड 1.5 करोड महिलाको योगदान यही हो भनेर बालेन शाहलाई गाली गरिराख्नु भएको छ। र साथसाथै यो सरकारले केही पनि गरेको छैन, पुरानोको ठाउँमा नयाँ आयो, नाम फेर्यो, त्यो बाहेक केही पनि छैन, पुरानोले पनि खान खोजिएको थियो, यो सरकारले पनि खान खोजिएको छ, केही पनि गरेको छैन भन्दै अर्को उता केपी ओलीको विरोध गर्नु बाहेक, केपी ओलीलाई थुन्ने योजना बनाउनु बाहेक यो सरकारले केही पनि गरेको छैन भनेर उहाँ त छटपटाएर पागल जस्तो पो हुनुभएको छ त अहिले त। होइन, यो गराउने को होइन? पुरानो व्यवस्था ल्याउने को? यो संविधान मान्ने को?
यो संविधान बचाउने उहाँ नै हो नि। हो। जबकि यो संविधानै होइन भन्दैछु त म। जुन दिन संविधान लागू भयो त्यो दिनदेखि यो संविधान होइन, यो 3टा 4टा पार्टी मिलेर बाँडेर खाने व्यवस्था हो। आज कुनै पनि निर्णय गर्ने बेलामा पुरानो परम्परा र यो संविधानै बाधक छ नि त। हामीले त्यो त फ्यालेको थियो नि, त्यो ल्याउने चाहिँ को? सुशीलाजी हो नि। यो सबै विकृतिको जिम्मेवार सुशीलाजी हो। अझ कसलाई अप्ठ्यारो परेको छ? पुराना मान्छेलाई अप्ठ्यारो परेको छ अनि वकिललाई अप्ठ्यारो परेको छ। अहिले वकिलहरू एकदम विरोध गर्दैछन्। किन विरोध गर्दैछन् भनेदेखि उनीहरूको जुन पेसा हो, यस्तो पेसा हो कि झुटलाई साँचो बनाउने उनीहरूको पेसा हो। साँचोलाई झुट बनाएर आफ्नो क्लाइन्टलाई जिताउने उनीहरूको पेसा हो। उनीहरूलाई सोध्यो भने चाहिँ किन यस्तो गरेको भन्दाखेरि यो हाम्रो पेसा हो, हामीले यो गरेनौँ भनेदेखि त कानुनै चल्दैन, न्याय नै चल्दैन भनेपछि अब यहाँ सुधार भयो भने कसलाई कसलाई अप्ठ्यारो छ? यी पुराना वकिलहरूलाई अप्ठ्यारो छ अनि यो पुराना नेताहरूलाई अप्ठ्यारो छ। मैले त हिजै भनिसकेँ नि, सुशीलाजीको टाउकोमा यो 24 गतेको अपराधीहरूलाई बचाउने चाहिँ मुद्दा पर्छ एक दिन, हेर्नुहोस्। र मनोजजीले नै, डाक्टर मनोजजीले नै हेर्नुहुन्छ त्यो। सुशीला कार्कीलाई हो त नि। त्यस कारणले सुशीला कार्की आत्तिनु भएको छ, कङ्ग्रेसियाहरू आत्तिएका छन्, एमालेहरू आत्तिएका छन्, यी वकिलहरू आत्तिएका छन्। एउटा अहिले भनौँ न अधिकांशले मेरिट हेर्ने कि उमेर हेर्ने भनेर त भनिराखेका छन् नि। अहिले हामीले जुन इक्जाम्पल दियौँ त्यसो हो भनेदेखि त यहाँ नेतामध्येमा सबैभन्दा बुढो शेरबहादुरलाई किन हटाएर चाहिँ 36 वर्षको केटालाई? हामीले त परिवर्तन गरेको हो नि, जेनेरेसन परिवर्तन गरेको। जेनेरेसन परिवर्तन भइसकेपछि सबै चिज परिवर्तन भएन भनेदेखि त तपाईँहरू त अगाडि बढ्नै सक्नुहुन्न नि। तपाईँहरू अगाडि नबढेपछि त देश अगाडि कसरी बढ्छ? परिवर्तन कसरी आउँछ? नयाँ सिस्टम कसरी लागू हुन्छ? त्यसैको नाम परिवर्तन हो नि त। यसरी नै चलाउनु थियो भने 24 गते भदौ किन ल्याएको? प्रश्न त यो हो नि। त्यही 24 गते भदौको आन्दोलनले सुशीला प्राइम मिनिस्टर भएकी हुन्। नभएदेखि त कुनै हालतमा पनि न संविधानले दिन्थ्यो, न अवस्थाले दिन्थ्यो, न व्यवस्थाले दिन्थ्यो। उनी कसरी प्रधानमन्त्री भए? जुन आधारले तपाईँ प्रधानमन्त्री हुन्छ त्यही आधारलाई तपाईँले विरोध गर्दै जानुभयो भने तपाईँ नै फस्नुहुन्छ नि। आज यो सरकार, बालेन सरकार दुईटा कारणले फेल हुँदैछ। एउटा यो संविधानको कारणले फेल हुँदैछ, अर्को उनीहरूले अहिलेको भू राजनीति नबुझ्दाखेरिमा फेल हुँदैछ। होइन, हिजो मैले परराष्ट्र मन्त्रीले चाहिँ यो हाम्रो दृढ हाम्रो धारणा छ कि यो हाम्रो हो भने हो कि होइन? गोली बारुद भन्दा चाहिँ इफेक्टिभ र बलियो को हो थाहा छ? वार्ता हो। वार्ता हो। आज त्यत्रो सुपर पावर अमेरिका र त्यत्रो लडाइँ लडेको इरान, दुश्मनी भएको इरानको बिचमा वार्ता भइराखेको छ। हामीलाई पनि थाहा हुनु पर्यो कि यो लिपुलेख किन यस्तो भएको। आज म एउटा भारतको एउटा अनलाइन न्युज हेर्दै थिएँ, त्यहाँ डिस्कसन भइराखेको थियो। अब हामी सुगौली सन्धि चाहिँ मान्छौँ हो कि होइन? सुगौली सन्धिको आधारले कालापानीको हिसाबले हामी मान्छौँ। तर सुगौली सन्धिले त ग्रेटर नेपाल त टुक्रेको थियो नि त, जितेको भाग त वापस लियो नि त। लियो कि लिएन? त्यति मात्रै होइन, ऊ पनि के अरे यो महाकाली अञ्चल र सेती अञ्चल, कैलाली र
कञ्चनपुर पनि हाम्रो थिएन। त्यो त पछि ब्रिटिसरहरूले राणा जङ्गबहादुरलाई वापस दिएको हो नि त। अनि बालेनले त्यो ग्रेटर नेपालको चाहिँ के आधारले चाहिँ नक्सा राखे त आफ्नो उसमा? आखिर सुगौली सम्झी गयो भनेदेखि त त्यो त राख्नु भनेको त झगडा खोज्नु, न्यु खोज्नु हो नि। यो सरकारले जुन न्यु खोज्दैछ, वार्ताबाट भाग्दैछ, एउटा कुरा के देखियो स्पष्ट भयो भनेदेखि यो सरकार भारतसँग वार्ता गर्न चाहँदैन। त्यो क्लियर हो हिजोको शिशिरको कुराले। र उसले अब भारतीयहरूसँग भेट्दा पनि भेट्दैन। त्यसरी आजको मोडर्न युगमा युग चल्छ, देश चल्छ। आज ट्रम्पले सबैलाई गुहार्दैछ, अस्तिसम्म सबैलाई गाली गर्छ। अनि भोलि नेपाल त्यस्तो भयो भने के हुन्छ? यहाँ एउटा गलत फहमी छ मान्छेलाई। भारतले नेपालको आन्तरिक मामलामा केही हस्तक्षेप गर्दैन, केही गर्दैन। यति यिनीहरूले एन्टी भारत सेन्टिमेन्ट यहाँ बनाउँदाखेरि पनि भारतले त भनिदिइसक्यो परराष्ट्र मन्त्रालयले कि हामी न मल रोक्छौँ, न डिजल पेट्रोल रोक्छौँ, न खाना पकाउने ग्यास रोक्छौँ, न कुनै सामान रोक्छौँ। है, अब महँगाई त उसको पनि हातमा छैन। महँगाई त दुनियाँभरि भइराखेपछि सस्तो दिएन, महँगो दियो। अस्ति 6 महिना अगाडि यो रेटमा दिन्थ्यो, आज यो रेटमा दियो भनेर न्यु खोज्नु हुन्छ त? यो त कस्तो भयो भन्नुहुन्छ भने हिजो शिशिर हाम्रो परराष्ट्र मन्त्रीको कुरा सुन्दाखेरि कुकुरले खुट्टा टोक्यो भने आफू पनि कुकुरको खुट्टा टोक्न जाने। भारत त कुरा गरौँ भनिराखेकै छ नि। अस्ति त्यही डिस्कसनमा मैले सुनेको यो जुन विक्रम मिस्त्री जुन आउँदै थियो ऊ आएर नेपालको चाहना के हो, उसको फरेन नीति के हो, हामीले के गरिदिँदाखेरि भारतलाई सहयोग हुन्छ, तिनै विषयमा कुरा गरेर त्यसैलाई चाहिँ मेन एजेन्डा बनाउने हाम्रो प्रधानमन्त्री बालेन शाहको चाहिँ भिजिट हुँदाखेरि त्यो त के अरे युजुअल थिङ हो नि त त्यो त होइन। तपाईँ र मेरो कुनै सब्जेक्ट भएन, तपाईँको विचार मैले बुझिनँ, मेरो विचार तपाईँले बुझ्नु भएन भनेदेखि त कसरी वार्ता हुन्छ? आज आउने कुरा रहेछ विक्रम मिस्त्री स्थगित भयो। त्यही त होइन। अब यिनीहरू पहिले लिपुले हामीलाई दे अनि मात्रै हामी तिमीहरूसँग कुरा गर्छौँ भनेर हिजोको त्यो कुरा त्यो हो नि त। ट्रम्पले सक्यो यसले त। अनि एउटा मैले न्युज नेपालमै देखाएको थिएँ, चाइनिजहरूले आफ्नो बिआरआईलाई अगाडि बढाउने के भनेर चाहिँ सरकारसँग कुरा गरिराखेको छ। भनेपछि एउटा स्पष्ट के देखियो भनेदेखि चाइना र भारतलाई भिडाउने या पहिलेको जुन शासकहरूले गर्थे चाइनालाई देखाएर भारतलाई तर्साउने, चाइनासँग एग्रिमेन्ट गरेर भोलि भारतलाई चाहिँ बाहिर राख्दाखेरि नेपाल बाँच्न सक्छ? चाइनाले के तेल, डिजल, पेट्रोल, खाना पकाउने ग्यास, मल दिन्छ? त्यो बिआरआई सही गर्नुभन्दा पहिले यो चाहिँ सही गरेर अनि भारतको चाहिँ ढोका बन्द गर न। यो किन नगरेको अघि? यसले के देखाउँदैछ गोकर्ण भाइ भनेदेखि यो सरकार मुडे बलमा गइराखेको छ। मुडे बलमा देश चल्दैन। अघि कुन दिन यहाँ विस्फोट हुन बेर छैन। अहिले हेर्दै जानुहोस् यिनीहरूले भारतसँग कुरा गरेर के हो भारतीय जनताले पनि बुझ्नु पर्यो, नेपाली जनताले पनि बुझ्नु पर्यो। यो कस्तो समस्या हो जुन चाहिँ वार्ताबाट सल्टिँदैन। आफ्नो प्रमाण लिएर जानु, मिस्त्रीसँग आएर ल हाम्रो यो प्रमाण हो, तिमीहरूको के प्रमाण हो भन, म परराष्ट्र मन्त्रीसँग कुरा गर्न तयार छु भनेर शिशिरले भन्नुपर्ने थियो होइन? अनि प्रधानमन्त्रीले के अरे भारतको
परराष्ट्र सचिवसँग नभेट्दाखेरि उनी के ट्रम्पभन्दा माथि भए त? त्यसो भए त सचिवसँग पनि भेट्नु भएन उनले त मन्त्री बाहेक अर्कोसँग भेट्नु भएन। उनका त मान्छे त मन्त्री मात्रै हो नि त। त्यसरी देश चल्छ? तपाईँले पिउन पनि भेट्नुपर्छ, भोलि गएर दुखियारीलाई पनि नभेट्ने हो भनेदेखि त, मान्छेलाई पनि नभेट्ने हो भनेदेखि त सर्वोच्चबाट आदेश आउँछ नि त। त्यसबेला चाहिँ के गर्नुहुन्छ उहाँले? यस्तो यो किन यो गरेको मैले बुझेको छैन। अब देशभित्र त मुडे बल चलेकै छ बालेन शाहको, देश बाहिर पनि चलाउनु खोज्नु भयो होला नि त। देशभित्र ओलीको र शेरबहादुरको मुडे बल चल्यो हो। उनीहरूले 35-36 वर्ष हामीलाई बेकुफ बनाए। तर रवि नै भन्दैछन् नि 35 दिन पनि हामीले राहत दिन सकेनौँ, जनताको विश्वास लिन सकेनौँ भनेदेखि हामीलाई फ्याल्छन् त भनिराखेकै छ नि। यो विपक्षीलाई एकजुट हुनलाई किन मौका दिइराखेको? बुद्धिमानी त त्यो होइन नि। दुश्मनलाई त आफ्ना विपक्षीहरूलाई त एकजुट भयो भनेदेखि त तपाईँहरूलाई नै अप्ठ्यारो हो नि, यङ जेनेरेसनलाई। अब आजबाट सुकुम्बासी बस्तीमा हटाएकोदेखि लिएर यो जति पनि सरकारले अहिले गरिरहेको काम, जुन असफलताको बाटोमा सरकार हिँडिरहेको भन्दै हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीले आजदेखि काठमाडौँको माइती घरमा प्रदर्शन गर्ने, आन्दोलन गर्ने भएको छ। यो आन्दोलनले के गर्ला? अब यसले के गर्छ भनेदेखि एउटा प्लेटफर्म तयार गरिदिन्छ यो सरकारसँग चित्त नबुझेका मान्छेहरू त्यहाँ बस्छन्। अब किसान आउँछन्, किनभने मल महँगो हुन्छ, यो सरकारले राहत दिन सक्दैन, किनभने योसँग आम्दानी नै छैन। अघि जब अब विद्यार्थी आउँछन् त्यहाँ, किनभने यो ट्रेड युनियनवाला पुराना पार्टीका कार्यकर्ताहरू आउँछन् त्यहाँ, होइन? निर्माण व्यवसायहरू त्यहाँ आउँछन्। अनि त्यो 20 लाख जुन निर्माण व्यवसायसँग सम्बन्धित श्रमिकहरूको कुरा उठाउँछन् त्यहाँ। बालेन शाहको राजीनामा माग गर्दै आन्दोलन गर्ने भनिएको छ। यो 1.5 महिना पनि नहुँदै यो कुनै पनि सरकार आउँदाखेरिमा 100 दिनभन्दा अगाडि यस्तो किसिमको विरोध प्रदर्शन आन्दोलनहरू हुने गरेको थिएन। बालेन सरकार आउनु बित्तिकै 1.5 महिना नहुँदै यो कालको आन्दोलन हुनुलाई चाहिँ कसरी लिने? भू राजनीतिले पनि यो यस्तो आन्दोलन भयो भने यही बहानामा बालेनलाई फ्याल्दिन बेर छैन। मैले 6 हप्ता भनेको त्यसै होइन नि त। भू राजनीतिमा के डेभलपमेन्ट अहिले भएको छ भने वेस्ट बङ्गाल आज त्यहाँको मुख्यमन्त्रीको शपथ ग्रहण छ, होइन? कलकत्तामा त्यहाँ बिजेपीले जितेपछि बङ्गलादेशका कट्टरपन्थीहरू, पाकिस्तानका कट्टरपन्थीहरू र दुनियाँभरका मुस्लिम कट्टरपन्थीहरू एकजुट भएर अहिले के भन्न थालेका छन् भनेदेखि अब बङ्गाल चाहिँ स्वतन्त्र देश हुनुपर्छ, भारतबाट छुट्टिनुपर्छ, ममताले चाहिँ त्यसको नेतृत्व गर्नुपर्छ, हामी साथ दिन्छौँ भन्न थालिसके। अब ममतालाई साथ दिन अखिलेश पुगिसके, राहुल गान्धीले भेटिसके, फोन गरेर कुरा गरिसक्यो, भिडियो कल गरेर, है। केजरीवालले समर्थन गरिसक्यो, के अरे लालुको पार्टीले गरिसक्यो, कम्युनिस्टले गरिसक्यो भनेपछि त एउटा ठुलो चाहिँ जमात त भइसक्यो। अब त्यहाँबाट 3 करोडभन्दा बेसी बङ्गलादेशीहरूलाई निकाल्दैछ। यसको मेन कारण त्यो 3 करोडमा कति लाख चाहिँ यहाँ पस्छ? हाम्रो त ओपन बर्डर छ नि त। त्यो यहाँ पस्यो भने हाम्रो एउटा केन्द्र अहिले भइसकेको छ, अझै केन्द्र हुन्छ यो। कहीँ यो सरकारले रिसको बलले, रिसको कारण मोदीसँग रिसको झोकमा कहीँ यहाँ त्रिभुवन एयरपोर्टबाट सुन भट्टाभट छोडिदियो, लागु पदार्थ भट्टाभट छोडिदियो भनेदेखि त त्यसैले त्यहाँ विपक्षीहरूलाई आन्दोलन गर्न पैसा आउँछ, फन्डिङ हुन्छ। त्यो गरिदियो रिसोको झोकले भनेदेखि त नेपाल त बर्बाद भयो नि त। मैले हिजो पनि भनेको थिएँ,
अब यहाँ यो क्षेत्रमा एउटा लडाइँ हुँदैछ। त्यो आतङ्कवाद विरोधी लडाइँ हो, त्यो कट्टरपन्थी विरोधी लडाइँ हो। त्यो भारतभित्र पनि छ, भारत बाहिरबाट पनि छ। बाहिरमा अब केन्द्र नेपाल बन्छ, पाकिस्तानलाई त उनीहरूले ध्वस्त पारिदिइहाल्छ। पाकिस्तानलाई एउटा एट्याक गर्ने बित्तिकै त्यो पाकिस्तान 3 टुक्रा हुन्छ। बलुचिस्तानलाई भारतले साथ दिने बित्तिकै त्यो इन्डिपेन्डेन्ट हुन्छ। यतापट्टि अकुपाइड काश्मीर र पख्तुनिस्तान त्यहाँ एट्याक गर्यो भनेदेखि पाकिस्तान त टुक्रिहाल्छ। अब बङ्गलादेशमा है त्यो जुन कट्टरपन्थीहरूले चिकन नेक हामी लिन्छौँ भन्न थालिसक्यो हिजोदेखि। कारण के हो भनेदेखि त्यहाँबाट टिस्टाको पानी जान्छ। पानी नभए त मान्छे त मर्छ नि त। हिजो पनि कुरा गरेँ, गङ्गाको पानी जान्छ त्यहाँ, त्यसको बटवाराको कुरा छ अघि। अब भारतले भनिदिइसक्यो तिमीहरू यस्तो भारत विरोधी क्रियाकलाप गर्छौ भनेदेखि हामी पनि तिमीहरूसँग टिस्टाको एग्रिमेन्ट गर्दैनौँ। मिलेर बस्नको लागि पो बाँडेर हामीले पनि आफ्नो रिसोर्सेस दिने हो। त त्यस्तो उसले त्यहाँ जवाब दिइसक्यो। मैले भन्दैछु नि, भारतले अरू केही गर्दैन। यहाँ भएका जति पनि कट्टरपन्थी बेसेसहरू छ त्यहाँ यिनीहरूले एट्याक गर्छ। त्यो एट्याक गर्यो भने सरकार चलाउने कि जनतालाई राहत दिने कि त्यो नेपाल बचाउने। अनि यो सरकारले के गर्छ? अब नेपाल सरकार, बालेन सरकारलाई कोहीबाट खतरा छ भने त्यो को हो? भू राजनीति हो कि बाहिरी देश भारत हो कि नेपालकै आन्तरिक विपक्षी दल हर्क साम्पाङहरू हो कि आफ्नै पार्टीभित्र रवि लामिछानेहरू हो कि कोबाट सबैभन्दा ठुलो खतरा छ बालेनलाई? भाइलाई कोरोना चाहिँ याद छ नि त, छ कि छैन? के भन्थ्यो सरकारले? के भन्थ्यो भनेदेखि के अरे मास्क लगाउनु, पन्जा लगाउनु, सेनिटरी उसले हात धुनु, होइन, साबुनले एकछिनमा हात धुनु, 2 मिटरको दूरीमा बसेर कुरा गर्नु भन्थ्यो कि भन्दैन थियो? त्यो नगर्नेलाई त समात्यो नि त, लाग्यो नि त, कति मरे पनि नि त अघि। हामीले 3टा महाशक्तिसँग कोहीसँग पनि यहाँ हस्तक्षेप नगर्ने नीति लिनुपर्छ भन्दैछु नि। तपाईँ एउटालाई समात्नुहुन्छ, अर्कोले तपाईँलाई गोज्छ। त्यतापट्टि जानुहुन्छ, त्यो पहिलोले तपाईँलाई गोज्छ। अनि तेस्रो आउँछ, कमजोर भइसकेपछि तपाईँलाई पेल्छ। यस्तो हो नि त भू राजनीति। आफू चोखो बस्नुपर्छ। तपाईँले प्रिकसन नलिएको भए, सावधानी नबर्तेको भए म पनि मर्थेँ होला नि त। म त महिनौँ दिन घरबाट निक्लिनँ, बजारबाट निक्लिनँ। दुध ल्याउनेले पनि बाहिरै राख्थ्यो, गेट बाहिर राख्थ्यो, भित्र पनि पस्न दिँदैन थियो। मेरा उमेरका त धेरै मरे नि त, हो कि होइन? त्यसरी बाँच्नुपर्छ नि। अब यो दुनियाँ नै उथलपुथल भएको बेलामा हामी पनि एउटा प्लेयर भनेर त्यहाँ पस्यो भनेदेखि त तपाईँले गोदाइ नखाए कसले गोदाइ खान्छ? तपाईँले त बाँचेर पो बस्ने हो त। हामी किन यसमा पर्ने? अहिले बङ्गलादेश, चाइना र भारत र अमेरिका र भारतको द्वन्द्वमा हामीले पस्ने होइन नि त। हामीले त नेपाललाई बचाएर यो द्वन्द्वपछिको जे वर्ल्ड अर्डर आउँछ त्यो वर्ल्ड अर्डरको लागि तयार पारेर राख्ने हो नि त। त्यो नगरे त हामी सिद्धिन्छौँ भनेर त भन्दैछु त मैले। अगर यहाँ लडाइँ छिड्यो, जुन दिन छिड्यो, पहिलो एट्याक नेपालमा हुन्छ र त्रिभुवन एयरपोर्ट कब्जा हुन्छ। त्यस बेलामा बालेनले के गर्छ? के गर्छ? भोको जनताले बालेनलाई साथ दिँदैन, होइन? आज इरानको जनताले होइन के गर्न सकेको छ त? अब अहिले उसले बरु उल्टै आफ्नो धर्म बचाउन भनेर चाहिँ अब जहाँ जहाँ उसले बम गर्छ, बम गर्ने उसको टार्गेट हुन्छ, त्यहाँ गएर जनता बसिदिएको छ मानव ढाल भएर। त्यस्तो हुन्छ नि। त्यस्तो जनता छ हामीसँग? छैन। अनि
अहिले तपाईँ जनतासँग बोल्दै नबोल्ने, अनुहारै नदेखाउने, अनि त्यहाँबाट शासनको तपाईँका मन्त्रीहरूले चाहिँ यो चिज हाम्रो हो भने हाम्रो हो भने लिन जानु नि दिल्लीमा। मोदी त कुरा गर्न तयारै थियो नि। त्यही मिस्त्रीलाई बोलाएर आउँदाखेरि बोलाएर भेटेर ल अब डिस्कस कीजिए, परराष्ट्र मंत्री से हमारा सचिव से बात करके क्या निष्कर्ष निकलता, जे निष्कर्ष निक्लिन्छ त्यसमा हामी कुरा गरौँला मोदीजीसँग भनिदिएको भए त्यसमा पैसा लाग्थ्यो, हामीले दुःख त पाउने थिएनौँ नि। त्यो चिज किन गर्दैन? मुडे बलले केही पनि हुँदैन नि। त्यो मूर्खभन्दा बलभन्दा बुद्धि किन प्रयोग गर्दैन? मान्छेले बुद्धि प्रयोग गरेर विवेक प्रयोग गरेर तपाईँलाई त्यहाँ पुऱ्याएको हो नि त। तपाईँलाई त नेपाललाई भड्खालोमा हाल्न या द्वन्द्वमा पार्नलाई चाहिँ पठाएको त होइन, द्वन्द्वबाट बचाउन नि पठाएको हो नि त। अहिले त आँधी तुफान मचेको छ नि दुनियाँमा। अहिले यसमा अमेरिकाको पनि हात छ नि भारतमा उथल पुथल गराउन। किनभनेदेखि अब मोदी उनीहरूको कब्जाभन्दा बाहिर गइसक्यो। अब ट्रम्पलाई त टेर्दैन नि मोदीले त। ट्रम्पै बाफरे बाफ कराइराखेको छ, उसलाई कसले टेर्छ र हामी चाहिँ चाइना र अमेरिकाको सहायताले भारतलाई दबाउन खोज्ने त्यो होइन नि। भारतसँग जे समस्या छ उसैसँग कुरा गर्नुपर्छ नि। भारतले कुरा गर्दिन उठाउँदिन भनेपछि अनि हाम्रो प्रतिक्रिया लिनु नि। हाम्रो मान्छे जाँदै नजाने, कुरै नगर्ने, भेट्दै नभेट्ने, अनि हामीले कसरी साथ दिनु यो सरकारलाई ल भन्नुहोस् त। अब हुँदा हुँदा के हुने भइसक्यो भने अब भारतीयहरू नै बालेनको विरोधी भइसके। यो चिज लेख्दै लानु, कुन चाहिँ दिन है बोर्डरका भारतीयहरूले नै उचाल्छ नेपालपट्टिका बोर्डरका नेपालीहरूलाई र आन्दोलन गराउँछ। उनीहरूले नै नेपालभित्रैबाट काठमाडौँ बन्द गरिदिन्छ, भारतले गर्नु पर्दैन। यो कुरा त मैले 15 दिन अगाडि भनिदिएको थियो है। त्यो वातावरण क्रिएट हुँदैछ। कारण कसको? हाम्रो मन्त्रीको, प्रधानमन्त्रीको कारणले। उनीहरू वार्ता गर्न तयार छैनन् अघि। जनतालाई यो खोक्रो राष्ट्रवादले बिगार्छ भन्ने कुरा त तपाईँले ओलीलाई हेर्नुहोस्, शेरबहादुरलाई हेर्नुहोस्, प्रचण्डलाई हेर्नुहोस्, हो कि होइन? यिनीहरू खोक्रो राष्ट्रवादले नेपाल तबाह पारेको छ। यो चाहिँ बालेनलाई कसैले पनि यो हाम्रो यो वार्तालाप सुनेको छ भने यो चाहिँ सल्लाह दिनु। वार्ताबाट नै समस्या समाधान हुन्छ, वास्तविकता बाहिर आउँछ, बहस हुन्छ। भारतका विद्वानहरूले, बुद्धिजीवीहरूले पनि बहस गर्छ, नेपालकाले पनि गर्छ, र त्यो बहसको आधारले वर्ल्ड ओपिनियन पो बनाउने हो त। हामी चाहिँ ठिक छौँ भनेर कसैले पत्याउँदैन नि त। मैले अघि भने नि कति गल्ती गरिरहेछ हामी। के अरे सुगौली सन्धि पनि भने, अनि ग्रेटर नेपाल पनि हाम्रो हो भन्ने त्यो चिज त बालेनले त्याग्नु पर्यो नि। कि चाहिँ मैले भारतको देखेँ त्यस कारणले मैले गरेँ भने उसले त भारतमा गाभेको होइन नि। सनातनी प्रभाव यहाँसम्म छ भनेको हो भारतले। त्यो त मोदीले त स्पष्ट गरिदिएकै छ त। मोदीले यसको स्पष्टीकरण दिएको छ। यो हामीलाई या त्यसो त बङ्गलादेश पनि उसैको त्यो नक्साभित्र त्यो मोरल हो, नक्सा पनि होइन। नक्सा के अरे बाहिर निकालेको पनि होइन। हाम्रो यहाँसम्म थियो भनेर उसले त बर्मासम्म, पाकिस्तानसम्म, कहाँ थियो, अफगानिस्तानसम्मको छ नि त्यहाँ नक्सा त। अनि कसैले विरोध नगर्ने, हाम्रोले चाहिँ के अरे मेयरले, काठमाडौँको मेयरले चाहिँ आफ्नो अफिसमा टाङ्ने। अहिले त्यही टाङ्नु नि प्रधानमन्त्री कार्यालयमा, होइन? टाङ्नु नि। अनि मान्छेले हाँस्दैन। मान्छेले हाँस्छ कि हाँस्दैन? कुकुरले खुट्टा टोक्यो भन्दैमा किन कुकुर? ल भारत गल्ती छ,
गल्ती छ भने भारतको गल्ती देखाइदिनु नि। सन् 50को सन्धि हेर्नु, सन् 50को सन्धिमा के भनेको छ, त्यो त भारत इन्डिया र नेपालको भएको हो नि त। 50को त त्यो त राणा मोहन शमशेरको पालामा भएको हो नि त, हो कि होइन? हो। 7 सालको। त्यसमा के लेखेको छ भने ब्रिटिसरहरूसँग भएको सन्धि यस सन्धिले खारिज गर्छ भन्छ। अनि त्यो सिगौली सन्धि त खारिज भइगयो नि। त्यो 50को सन्धिमा के छ त्यो हेर्नु। अगर सिमानाको त्यसमा छैन भने महाकाली नदीलाई नै लिएर महाकाली सन्धि भएको छ। त्यो सन्धिको नामै महाकाली सन्धि हो कि होइन? त्यो सन्धिमा चाहिँ के भनेको छ त्यो हेर्नु। त्यसपछि पञ्चेश्वरको एग्रिमेन्ट भएको छ त्यो हेर्नु। कसैले किन यो कुरा उठाउँदैन ल भन्नु त? न बुद्धिजीवीले उठाउँछ, न यो छ भनेर नेपाल सरकारले भन्छ। शिशिर भाइलाई मेरो सल्लाह के हो भने सन् 50को सन्धि, सन् 50को होइन, महाकाली सन्धि ल्याऊ न बाहिर, ल्याइदेऊ, हामी हेर्छौँ। अनि हामीले कसैलाई गाली गर्छौँ। हामी नहेरिकन तपाईँहरू जस्तो गाली गर्ने हामी त पोलिटिसियन होइन नि। हामी त भारत र नेपालका जनता चाहिँ मिलेर बसौँ। यो मन्त्री प्रधानमन्त्री भनेको क्षणिक हो। 5 वर्षपछि ल भनौँ बिचमा केही भएन भने बालेनको टेन्युर त के अवधि त 5 वर्ष मात्रै हो नि त। अब त्यो पनि अब यहाँ आजदेखि तपाईँले भन्नुभयो के अरे हर्कभाइले तताउँदैछन्। यत्तिकै लिने ढिपी गर्ने हो भनेदेखि त्यही माइती घरले उनलाई ल्याएको हो, त्यही माइती घरले फ्याल्छ। अब हर्कको कुरा गर्दाखेरिमा हर्क साम्पाङ र सुदन किराँती बीच हिजो पार्टी एकता भयो, उनीहरू मिले। पूर्वतिरको एउटा शक्ति एक भए। जुन किसिमले हर्क साम्पाङले पूर्वतिर आफ्नो प्रभाव विस्तार गरिरहेको समयमा सुदन किराँती पनि पूर्वको एउटा प्रभावशाली नेता एक आपसमा मिले भनेपछि अब पूर्वतिरबाट श्रम संस्कृति पार्टी हर्क साम्पाङको पार्टीले एउटा लहर ल्याउँदैछ, शक्ति विस्तार हुँदैछ। त्यसरी बुझ्न सकिन्छ? त्यो मिलनलाई कसरी लिन सकिन्छ? हर्क साम्पाङ र सुदन किराँतीको मिलनलाई कसरी लिन सकिन्छ? अब मैले भन्यो भने फेरि अब हर्क रिसाउलान्, हर्कका समर्थकहरू रिसाउलान्। यो जनजातिको पार्टी भनेर जति अब किन सुदन पनि राई नै हो, यिनी पनि राई नै हो होइन? त्यहाँ कङ्ग्रेसका एमालेका कुनै नेता गएको भए अनि त्यो राष्ट्रिय त्यसले स्वरूप लिन्छ। यसले जातीय स्वरूप लिँदैछ, जातीय स्वरूप लिँदैछ। जनजातिको पार्टी पनि ट्याग लाग्दैछ। जनजातिको पार्टी भन्ने त्यो ट्याग झन् बलियो हुँदैछ। यो चाहिँ हर्कको लागि या श्रम पार्टीको लागि फाइदाजनक चाहिँ छैन। सुदन किराँती हर्क साम्पाङको पार्टीमा आउनु फाइदाजनक छैन? होइन, उसको के पकड छ? पूर्वतिर छ अरे नि त 2-4 क्षेत्रमा। केमा छ? त्यही जहाँ उनको जनजाति छ या उनी माओवादीमा थिए, त्योभन्दा पहिले केमा थिए अरे भन्छन्। यस्तै किराँती 3-4 जति पार्टी होइन केमा थिए। त्यो भएको भए अस्तिको फागुन 21 गतेको चुनाव त लडेका थिए होला नि। लडेनन्, उहाँ लडेन। हर्क साम्पाङलाई सघाउनु भयो उहाँले। होइन, त्यहाँको उम्मेदवार को थियो, जित्यो कि जितेन? हर्क साम्पाङको पार्टीकै उम्मेदवारलाई सघाउनु भएको छ उहाँले। सघाएको छ भने त्यो त ठिकै हो। तर के भनेदेखि त्यहाँ अरूलाई पनि खोज्छन् नि त। एउटा जनजातिको मात्रै त्यहाँ भयो भनेर भने अर्कोलाई अप्ठ्यारो हुन्छ जानलाई। त्यो ऊ त राष्ट्रिय पार्टी भइसकेको मान्छेले सबैलाई ढोका खोल्नुपर्छ। अब फेरि पद पनि कस्तो दिएर ल्यायो भने सुदन किराँतीलाई दोस्रो वरियताको, हर्क साम्पाङपछि दोस्रो वरियताको वरिष्ठ नेता बालेन शाहकै शैलीमा उहाँलाई राख्नु भएको छ। र अब यो हुन लागेको प्रदेशको चुनावपछि कोशीमा ठुलो लहर ल्याएर मुख्यमन्त्री बनाउने शर्त छ हर्क साम्पाङको। सुदन किराँतीलाई मुख्यमन्त्री बनाउने त्यो लोभले लिएर आछन् अहिले। के किराँतीहरूको बहुमत छ त पूर्वमा? कोशी प्रदेशमा होला नि त, त्यही भएर त भने। म त ठिकै हो नि। अझ हर्क जुन
ठाउँको मेयर भएर राजनीति सुरु गरेर अहिले यहाँसम्म पुगेको छ। म त त्यहीँ जन्मेको मान्छे हो नि। म त माझ किराँतमा जन्मेको। हामी भनौँ न, म त धरानमा जन्मेँ, तर भोजपुर त माझ किराँतमा हो नि। भोजपुरमा नै किराँतीहरूको बाहुल्य छ त। अहिले कुनै जातको पनि कुनै ठाउँमा बाहुल्य छैन, कहीँ पनि छैन। किनभनेदेखि अहिले जब यातायातको सुविधा भयो, होइन, यी काठमाडौँमा भन्नुहोस् न, यहाँ नेवारको बहुमत छ त? छैन नि। यहाँ 40 लाख छन्, मेरो विचारमा 15 लाखभन्दा बेसी नेवार छैन। आधी त मान्छे जो तपाईँहरूको जेनेरेसनको मान्छे त बाहिर छन् नि, हो कि होइन? अहिले त्यहाँ भोटिङ गर्ने हो र जातिगत गर्ने हो भनेदेखि अप्ठ्यारो पर्छ यो चिज। फेरि राष्ट्रिय पार्टीले यस्तो गर्नु राजनीतिमा फेरि कस्तो पनि हुँदो रहेछ भने आफ्नो पार्टीभन्दा बाहिर भएपछि त्यो मान्छे एकदमै विरोध, एकदमै नराम्रो खराब व्यक्ति, पार्टीमा आएपछि चाहिँ राम्रो हुने त चलनै रहेछ। अब सुदन किराँती त्यही व्यक्ति हो जसलाई हर्क साम्पाङले मन्त्री हुँदाखेरिमा गाली गर्नुभएको थियो, हुत्ती नभएकोसम्म भन्नुभएको थियो, के भन्नुभएको थियो। अब अहिले श्रम संस्कृति पार्टीमा आउने भइसकेपछि चाहिँ सुदन किराँती कालो मान्छे चाहिँ होइन, राम्रो मान्छे हो भनेर भन्नुभएको थियो। यो राजनीति यस्तै हो होइन? अब सुदनले भन्ने बित्तिकै, हर्कले भन्ने बित्तिकै उनले सफाइ पाउने भएदेखि त स्वतन्त्र पार्टीले पनि कतिलाई भनेको छ, किन पाउँदैन? यस्तो फोकटिया कुरा गरेर केही मतलब छैन। अघि अबको युग बेग्लै छ। अब राजनीतिमा यो जस्तो हर्क साम्पाङ तपाईँले भन्ने जातिगत जनजातिको पार्टीको ट्याग लागिरहेको अवस्थामा अब कुलमान घिसिङले पनि अब रविहरूसँग मिल्न खोजेका थिए, नमिलेर आफ्नो चाहना नमिलेर हो के नमिलेर छुटिएका थिए। त्यसको ठुलो हार बेहोर्नु पर्यो कुलमान घिसिङले पनि। त्यसै कारणले कुलमान घिसिङलाई पनि अब हर्क साम्पाङले श्रम संस्कृति पार्टीमा मिलाउँदै हुनुहुन्छ अरे। झनै जनजातिदेखि होइन, अब तामाङ समुदायलाई एउटा आकर्षित गर्न सकिन्छ कि कुलमानलाई ल्याएर भन्ने हिसाबले अब हर्क साम्पाङले त्यो एजेन्डा छ भने त पुरै जनजातिगत देखियो यो पार्टी। अब होइन, हर्कले आफै के अरे विरोध गर्ने एजेन्डा दिइराखेको छ, होइन? त्यसको मतलब कुलमानलाई नल्याउनु भनेको होइन, होइन? कुलमानजीलाई लिएर आउनु, अरूलाई लिएर आउनु, तर राष्ट्रिय स्वरूप देखाउनु नि। आज जस्तो शिशिरको एउटा भनाइले अब भारतसँग कुरा गर्न तयार छैन यो सरकार। भारतलाई यसले टोटली अपेक्षा गरेपछि हामीले भारतबाट चाहिँ पोलिटिकल्ली सपोर्ट पाउँछौँ भन्ने चाहिँ मैले चाहिँ आशा मार्दैछु म। अब यहाँ के छ भनेदेखि एन्टी नेपाली सेन्टिमेन्ट चाहिँ भारतीय जनतामा चाहिँ नजागोस्। त्यो चाहिँ कुनै दिन एन्टी बालेन हुन्छ, त्यो एन्टी स्वतन्त्र पार्टी हुन्छ, त्यो चाहिँ मार खेप्न सक्दैन। अघि यहाँ नेपाली चाहिँ एन्टी इन्डियन भइसके। हेर्नुहोस् है, पुग्न पुच्छरको गएर त्यहाँ लड्नुपर्छ, सेना पठाउनुपर्छ। अमेरिकाले त्यत्रो सेना पठायो, कसैले कल्पना गरेको थियो सेकेन्ड वर्ल्ड वारमा पनि त्यति त्यहाँ शक्ति लागेको थिएन होला। त्यति शक्ति लगाउँदाखेरि सिद्धियो त? आखिर त वार्तैमै रहेछ नि त कुरा त। अनि यो हुँदाहुँदै किन केटाकेटीपन गरेको, किन जिद्दी गरेको, यो केटाकेटीहरूले चाहिँ लडीबडी खेलेर चाहिँ यो पुगेन भनेर भने जस्तो होइन। अब फकाउन खोज्छ बाउले, आमाले फकाउन खोज्छ, नभए चढाइमा एक झापड हिर्काएपछि त्यो बच्चा आफै रुन बन्द गर्छ। त्यो त भाइले त आफ्नो घरमा त देखेको होला नि भाइ बहिनीसँग। त्यस्तो चाहिँ नभइदियोस्। सर अब अन्तिममा के भन्न चाहनुहुन्छ? अब अन्तिममा भन्ने कुरा सबै हामीले भनेकै छ, वार्ताको बाटो खोल। नभएदेखि यो सरकारलाई मात्रै होइन 3 करोड नेपालीले दुःख पाउँदैछ। वार्ताले भारतको दोष हामीलाई देखाइदेऊ, यति कारणले यो हो। भारतलाई पनि उसको प्रमाण ल्याउन देऊ, त्यो प्रमाणले हामीलाई जाँच्न देऊ। तिमीहरू हाम्रो चाहिँ सपोर्टले त्यहाँ पुगेका हो, तिमीहरू आकाशबाट टप्केका त होइन। 52 लाखले भोट दिएको छ, करिब करिब आधी भोटरले भोट दिएको छ। त्यस्तोलाई त्यो 52 लाखलाई धोका नदेऊ।
बुद्धि लगाऊ वार्ता गर